24 घण्टा बङ्गुरलाई चारो दिँदाखेरि कस्तो हुँदो रहेछ त भनेर एउटा एक्सपेरिमेन्ट गरिरहेको छौँ। र यो अस्ति मैले सेप्टेम्बर 2 मा एउटा भिडियो हालेको थिएँ, तपाईहरूलाई देखाउनको लागि सेप्टेम्बर 2 मा भिडियो हालेको थिएँ। यो सोही बङ्गुर आज फेरि 2 महिना पछाडि देखाउँदैछु। यो 2 महिना पछाडि चाहिँ यस्तो छ अहिलेको ग्रोथ। यो कस्तो, यो ग्रोथ कतिको चित्त बुझाउनु पर्ने ग्रोथ हो कि कस्तो ग्रोथ हो, यसोको हेरेर कमेन्ट गरिदिनु होला। मैले सेप्टेम्बर 2 मा हालेको थिएँ र अहिले यो नोभेम्बर 2, अहिले यो पानीको व्यवस्था त्यहाँ निप्पल गरेको छ र अहिले सरसफाइ हुँदैछ। यस्तो छ। अहिले चाहिँ हामीले चाहिँ यो 24 घण्टा दाना दिँदाखेरि को रिजल्ट कस्तो हुँदो रहेछ भन्ने एउटा अनुसन्धानको लागि पनि यो गरिरहेको छौँ। कतिको ग्रोथ हुन्छ यसमा पनि हामीले फेरि अहिले यो दाना दिएर 24 घण्टा दाना दिएर यो उत्पादन गरिरहेको छौँ। उता हाम्रो बेच्ने बच्चा छ। यो चाहिँ विशेष गरी यो चाहिँ हामीले यसको चाहिँ एक कस्ट हिसाब गरेर यसको कस्ट अफ प्रोडक्सन कति हुने रहेछ अनि हामीलाई कति फाइदा हुने रहेछ, यो 6 महिनामा बेच्दाखेरि कति हुने रहेछ। यो चाहिँ माउबाट छुटाएको लगभग 3.5 महिना भयो। कतिको ग्रोथ छ हेर्नु साथीहरू, कमेन्ट गरिदिनु होला। र तपाईहरूलाई बङ्गुर सम्बन्धी केही जिज्ञासा छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। मेची मल्टिपर्पज एग्रो फार्म प्राइभेट लिमिटेड। हामी पनि त्यस्तो विज्ञ त होइन, तर पनि गरिरहेको बुझेको एक्सपिरियन्सको आधारमा तपाईँलाई भनेको छु। मैले अरू मेरो भिडियो चाहिँ नेपाल एग्रो भिजन युट्युब च्यानलमा हालेको छु र यो चाहिँ कस्तो रहेछ ग्रोथ भनेर यो भिडियो बनाइरहेको छु। कस्तो लाग्यो कमेन्ट गरिदिनु होला है।